हेलो मेरो युट्युब साथीहरूलाई सबैजनालाई मेरो नमस्कार। म आज अलिकति सर्ट भन्दा पनि लङ भिडियो लिएर आएको छु र मेरो प्लिज 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 भिडियो अन्तिमसम्म तपाईँहरूले हेरिदिनुहोस्। खास मैले आज युट्युब च्यानल खोलेको मेरो आज 1 मन्थ अलि एबभ भएको रहेछ। 2 मन्थ त होइन तर 1 मन्थ भन्दा बढी भएको रहेछ र मैले त्यति समयमा पनि 213 सब्सक्राइब पाएको छु र त्यो सब्सक्राइब पाउँदाखेरि म एकदमै खुसी छु। त्यो सब्सक्राइब भनेको तपाईँहरूको माया, तपाईँहरूको साथ सपोर्टले मैले पाएको, नभए मैले त्यो सायद त्यो तपाईँहरूको माया तपाईँले मेरो युट्युब च्यानललाई वाच नगरिदिनु भएको भए, तपाईँले सब्सक्राइब नगरिदिनु भएको भए आज म हुन त 1000 सब्सक्राइब त होइन मेरो, तर भए पनि मैले 1 महिनाभन्दा अलिक बढी र 2 महिनाभन्दा कममा 213 सब्सक्राइब पाउँदाखेरि र तपाईँहरूको साथ सपोर्ट र माया पाउँदाखेरि चाहिँ तपाईँहरूलाई म विशेष विशेष धन्यवाद दिन्छु। म के भन्न चाहन्छु भन्दाखेरि म युट्युब च्यानलमा धेरै जान्ने छैन, भर्खरै खोलेको हो। मेरो जे अर्ग्यानिक छ जे छ त्यसमा केही पनि बनावट नमिसाइकन मैले जे जानेको छु त्यो नै तपाईँहरूलाई मैले युट्युब मार्फतदेखि देखाइरहेको छु। मेरो सर्ट भिडियोमा, लङ भिडियोमा अपडेट दिइरहेको छु। तपाईँहरू पनि युट्युब च्यानल बनाउनुहुन्छ भर्खरै, कतिजना भाइ बहिनीहरू मलाई देखेर पनि युट्युब च्यानल बनाउँछु भनेर इन्सपायर भएर बनाइराख्नु भएको छ। र म के भन्न चाहन्छु भन्दाखेरि युट्युब च्यानल तपाईँहरू बनाइराख्नु भएको छ भने तपाईँहरू हरेस नमान्नुहोस् है, युट्युब च्यानल बनाउनुहोस्। किन भन्दा सब्सक्राइब भ्युज भनेको बिस्तारै आउने कुरा हो र आउँछ पनि, तर तपाईँहरूले त्यसमा केही बनावट गर्नु परेन। मजाले युट्युब च्यानलमा तपाईँले जे जान्नुहुन्छ त्यही बनाओस्, नछोड्नुहोस् है। मैले पनि बिचमा 15 दिन रेगुलर युट्युबमा आफ्नो भिडियोहरू पोस्ट गरेँ, त्यसपछि भ्युज कम देखेकोले मैले पनि युट्युब च्यानल नबनाउँ कि जस्तो लागेको थियो। तर मेरो मनले चाहिँ के भन्यो भन्दा, मेरो दिमागले चाहिँ के भन्यो कि होइन, युट्युब च्यानल चाहिँ बनाउनै पर्छ, यो काम हो, यो हामीले गरिराख्नुपर्छ, गरिराख्दाखेरि एक न एक दिन यसको फल चाहिँ पाइन्छ भनेर। 1000 सब्सक्राइब चाहिँ होइन मेरो, 213 हो। तर त्यही 213 भए पनि म एकदम तपाईँहरूको माया, तपाईँहरूको साथ सपोर्टले चाहिँ म एकदम खुसी भएको छु र अझ पनि मलाई अब नयाँ एनर्जीसँग फेरि पनि युट्युबमा राम्रो राम्रो भिडियो बनाउन सकौँ, तपाईँहरूलाई सलाइको अपडेट मैले देखाउन सकौँ र तपाईँहरूले यसै तरिकाले माया गरिदिनुहोस् युट्युब च्यानललाई, जसरी तपाईँहरूले माया गरिदिनु भएको छ। तपाईँहरूको साथ सपोर्ट यसरी नै मलाई दिइराख्नुहोस् र यसले तपाईँहरूको साथ सपोर्ट र मायाले गर्दा मलाई पनि हौसला बढ्छ र म तपाईँहरूले नयाँ नयाँ कन्टेन्टसँग एकदम अर्ग्यानिक खालको बनावटी नमिलाइकन तपाईँहरूलाई म युट्युब च्यानलमा मैले आफ्नो भिडियो पोस्ट गर्न सक्छु र तपाईँहरूलाई म विशेष विशेष फेरि पनि म धन्यवाद दिन चाहन्छु कि तपाईँहरूको मायाले गर्दा आज मैले 2 मन्थ नपुग्दा र 1 मन्थको बढीमा मैले आफ्नो युट्युब च्यानलमा 213 माया गर्ने मेरो सब्सक्राइब पाएको छु र मेरो 1000 सब्सक्राइब पुगेपछि म जति पनि मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नेहरू छन्, जतिलाई मैले चिनेको छु युट्युब सब्सक्राइब गर्ने, उहाँलाई मैले बोलाएर एकचोटि सेलिब्रेसन गर्छु। तपाईँहरूलाई बोलाएर एकदम ठुलो मेरो इच्छा छ। यसै गरी माया गरिदिनुहोस्, मेरो भिडियो फुल वाच गरिदिनुहोस्, तपाईँहरूको साथ सपोर्ट हुनुपर्छ मलाई है भन्दै म फेरि पनि तपाईँहरूलाई विशेष 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 एकदमै धन्यवाद, हर्टली धन्यवाद गर्न चाहन्छु भन्दै म मेरो युट्युब च्यानलदेखि अहिलेको लागि चाहिँ बाई।